पार्टीभित्र विद्रोह गर्दै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा 9 दिनपछि पार्टी मुख्यालय सानेपा पुगे। पद बहाली र नयाँ केन्द्रीय कार्य समितिको तेस्रो बैठकका लागि सानेपा पुगेका थापालाई स्वागत गर्न नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। विशेष महाधिवेशनको झल्को दिने गरी नेता कार्यकर्ताको भिडमा नारा लागिरहेको थियो, अब की बार गगन सरकार। सभापति बनेपछि थापा पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेका हुन्। आधिकारिकताको लडाईँमा निर्वाचन आयोगले मान्यता दिएपछि पनि पार्टी कार्यालय नछोडेको देउवा पक्षले शुक्रबार नयाँ कार्य समितिलाई कार्यालय जान सहज बनाइदिएको छ। तर आधिकारिकताको विषयमा निर्वाचन आयोगको निर्णय अस्वीकार गरेको देउवा पक्ष सर्वोच्च पुगेको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गगन थापालाई काम गर्न सहज भएको हो। माघ 6 गते सर्वोच्च अदालतले 15 दिनभित्रै अन्तिम सुनवाई गर्नका लागि अग्राधिकार प्रदान गरेको छ। देउवा पक्ष आधिकारिकताको विषयमा सर्वोच्चको आदेशको पर्खाइमा छ। गगन थापा सभापति बनेपछि नयाँ कार्य समितिको यो तेस्रो बैठक भए पनि सानेपामा भने पहिलो बैठक हो। जुन बैठकले फागुन 21 को निर्वाचनपछि पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा गगनलाई घोषणा गरेको छ। संसदीय अभ्यासको हिमायती मान्ने कांग्रेस नै प्रत्यक्ष कार्यकारीको ढाँचामा निर्वाचनमा होमिएको छ। संसदीय अभ्यासमा संसदमा पुगेका हरेक सदस्य प्रधानमन्त्रीको उम्मेद्वार बन्न पाउनुपर्छ, तर कांग्रेसले भने गगनलाई नै प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको छ। नेपाली कांग्रेस पार्टीले यो देशको सबैभन्दा बढी जनसङ्ख्या भएको भूगोल मधेस, सबैभन्दा बढी शहादत गरेको भूगोल मधेस, रामनारायण मिश्र र दुर्गानन्द झाहरूले शहादत गरेर सगौरव देशको शिर ठाडो बनाएको मधेस, स्वाभिमानका साथ मधेसका मतदातालाई, मधेसका नागरिकलाई राष्ट्रिय भावधारामा सँगसँगै एउटा जागरणका साथ लिएर जाने मधेस, त्यो राम जानकीको भूमिमा नेपाली कांग्रेसको तर्फबाट बन्ने प्रधानमन्त्रीको उम्मेदवारलाई हामीले त्यही मधेसमा उम्मेदवार बनाएका छौं। पद बहालीका बेला बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी। हाम्रो केवल एक ध्येय देशको समुन्नति भन्ने संकल्प गरेका गगनलाई बदलिएको कांग्रेसभित्र पनि त्यत्तिकै चुनौती छ। विगतमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वार नै घोषणा गरेर निर्वाचनमा जाँदाको परिणामलाई हेर्ने हो भने त्यो अवस्था पुनरावृत्ति हुन्छ कि भन्ने पनि आकलन गर्न थालिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिएको कांग्रेसमा अन्तर्घातकै कारण भट्टराई पराजित भएका थिए। त्यो बेला कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला समूहको असहयोगका कारण एमालेकी तत्कालीन उम्मेद्वार विद्या भण्डारीसँग पराजित भएको आरोप समेत लागेको थियो। अहिले त्यही अवस्था पुनरावृत्ति नहोला भन्न सकिन्न। अहिले देउवा पक्ष नै मौन छ। त्यही मौनतालाई देउवा पक्षले निर्वाचनमा देखाए गगन र कांग्रेसलाई ठूलो झट्का लाग्न सक्छ। निर्वाचनको सम्मुखमा विभाजनको डिलमा पुगेको कांग्रेसलाई गगनले, तर पटक पटक अन्तर्घातको शिकार बन्दै आएको कांग्रेसलाई अहिलेको यस्तो अवस्थामा कसरी पार लगाउलान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। विशेष महाधिवेशनपछि पार्टीमा देखिएको गुटगत विभाजन र अन्तर्घातको डरले निरन्तर जित्दै आएको पुरानो निर्वाचन क्षेत्र काठमाडौँ 4 छोडेर उनी मधेस झरेको समेत चर्चा छ। उनी अहिले सिरा निर्वाचन क्षेत्र नम्बर 4बाट निर्वाचन लड्दैछन्। आफू त अन्तर्घातबाट बचेर मधेसबाट निर्वाचन जितेर आउलान्, तर 165 वटै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेद्वार कसरी जिताएर ल्याउँछन् भन्ने विषय पनि गौण बनेको छ। अन्तर्घातको डरले नभई मधेसलाई राष्ट्रिय राजनीतिसँग जोड्न मधेस झरेको दाबी गगन पक्षको छ। गगनको मधेस यात्रा रासोपा नेता बालेन शाहलाई काउन्टर दिनका लागि पनि भएको चर्चा समेत छ। त्यसै अनुरूप कांग्रेसले जनकपुरमा सभा समेत गर्ने भएको छ। कांग्रेसमा देउवा पक्षले गगन थापालाई सभापति स्वीकार नगरेको र मौन बसे पनि तिनै गगन थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचन लड्दैछन्। देउवा पक्षको यसमा तर्क छ, गगनलाई सभापति स्वीकार गरेको नभई पार्टीलाई जोगाइराख्न र कांग्रेसलाई जिताउन निर्वाचनमा सहभागी भएको हो। आधिकारिकताको लडाईँमा निर्वाचन आयोगदेखि अदालतसम्म नेताहरूको अग्रपन्थीमा देखिएका र विशेष महाधिवेशनलाई नमान्ने नेताहरू नै निर्वाचनमा जाँदा उनीहरूमाथि नै राजनीतिक नैतिकताको प्रश्न उठेको छ। जसले गगन थापाजीको विरोधमा, उहाँको टोलीको विरोधमा आवाज उठायो र सर्वोच्च अदालतमा रिट दिन जाँदा साथै भए, ती मध्ये अहिले गगन थापाजीले दिएको सही गरेको मत उम्मेदवारीलाई लिएर शेखर कोइराला, वीरेन्द्र रिजाल, विमलेन्द्र निधि र अर्को एकजना
को चाहिँ नि खुसी साथ मनोनयन गर्न पुगेका छन्। उम्मेदवार भए उम्मेदवार भए एकातिर विरोध गर्ने देखिने गरी तपाईँहरूले प्रस्तावित गरे त भने हामीले त तपाईँहरूबाट हेरेको, अर्कोतिर अनि अदालत पनि जाने अनि त्यसपछि गएर उम्मेदवार पनि हुन जाने, त्यो के नैतिकता हो? विशेष महाधिवेशनपछि औपचारिक रूपमा सभापतिको जिम्मेवारी सम्हालेका थापाका लागि पार्टी एकता, गुटगत विभाजन र अन्तर्घात सबैभन्दा ठूलो चुनौती हुन्। काङ्ग्रेसमा पटक पटक निर्वाचन जितेर संसद छिर्ने, जनतासँग परिचित अनुहार यतिखेर निर्वाचनको मैदानभन्दा बाहिर छन्। गगनले टिकट दिएका केही अनुहार नयाँ र जनतासँग अपरिचित छन्। ती ठाउँमा जित निकालेर ल्याउनु पर्ने दायित्व समेत गगनको छ। विगतमा प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर चुनाव लड्दा काङ्ग्रेसले भोगेको अन्तर्घातको इतिहास दोहोरिन्छ कि पार्टीलाई एकताबद्ध गर्दै नयाँ राजनैतिक धार दिन गगन सफल हुन्छन्, त्यो आगामी निर्वाचनले देखाउनेछ।